सबैलाई नमस्कार तथा जयश्री। आज माघे मेलाको दोस्रो दिन मेरा मगर समुदायलाई बजाइरहेका छन्। दृश्य देख्न सक्नुहुन्छ। तपाईँलाई म दृश्य देखाउँदछु। तपाईँले यो दृश्य असल प्रकारले देख्न सक्नुहुन्छ। यो माघे मेलाको रमाइलो गर्दै हुनुहुन्छ यहाँनिर बाजा टिमहरूले। उहाँहरू एकदम भव्यको साथ रमाइलो गरिरहनु भएको छ समयमा। तपाईँले यो समयमा देख्न सक्नुहुन्छ। म तपाईँलाई देखाउन गइरहेको छु। जस्तो यो समयमा हाम्रो समुदायको माघ महिना अर्थात् हामी सबैको माघ महिना जुन रमाइलो भइरहेको छ, यो रमाइलो दृश्यपन तपाईँहरूले देख्न सक्नुहुन्छ। र मलाई अचम्म लागेको कुरा चाहिँ छोरी मान्छेहरूले पनि बजाउनु भएको छ होइन, नाच्नु भएको छ। अनि यहाँनिर छोरी मान्छेहरूले बजाउँदा म छक्क परेको छु कि यो जन किनभने त्यो मैले फर्स्टचोटि देखेको हो। छोरा मान्छेसँगै मिलेर छोरी मान्छेले बजाउनु भनेको यो अचम्मको कुरा हो। त्यो भएको कारणले गर्दाखेरि मैले योबाट के पाठ सिकेको छु भने यदि छोरी मान्छेले चाह्यो भने छोरा मान्छेले जस्तै गर्न सक्छ होइन। छोरी मान्छेले चाह्यो भने अनि छोरा मान्छेभन्दा केही पनि कम हुँदैनन्, सबै कुराहरू गर्न सक्छन् भन्ने कुराहरू यो बाजाको दृश्यले पनि देखाउँदछ। उहाँहरूले बाजा मात्र बजाउनु भएको छैन, लट्ठीहरू पनि खेलाउनु भएको छ। अनि उहाँहरूले एकदम असल प्रकारले नबिकारिकन टाइमिङमा अनि उहाँहरूले बजाउनु भएको छ। यो समयमा त्यो कुरा तपाईँ हामीले सबै देख्दछौँ। अब उहाँहरू यहाँबाट बिस्तारै मेलातर्फ लाग्दै हुनुहुन्छ। उहाँहरू एकदम खुसीको साथ घाम नभनिकन भोको नभनिकन नाच्नु भएको छ, रमाउनु भएको छ।